नमस्ते नमस्ते साथीहरू। आज हामी मुक्तिनाथ मुस्ताङ जिल्ला भ्रमण गरेर लगभग 11 बजे 11:30 बजे आइपुगेका छौँ। 11:30 बजेको बस पार्कको दृश्य हो यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। 2082 साल 12 महिना चैत महिनाको 28 गतेको दिन शनिबार हामी मुक्तिनाथ दर्शन गर्नलाई आएको। बस पार्कमा गाडी यतिको छ। बस पार्कको दृश्य हो यो। वरिपरि हिमाल 360 डिग्रीको हिमालको दृश्यहरू सक्नुहुनेछ। हावा चल्न खोजिरहेको अवस्था। बाइकहरू पनि आइरहेको छ। बाइकहरू आएको छ। मौसम एकदम खुलेको छ। अस्ति 2-3 दिन अगाडि परेको पानीको कारणले गर्दाखेरि मौसम एकदम क्रिस्टल क्लियर छ। हिमाल देखिएको छ। हिमालमा थोरै पनि कुवालो बसेको छैन। मान्छेको चाप चाहिँ राम्रै छ। गाडीहरू टन्नै गाडी इन्डियन गाडीहरू पनि रहेछ प्रशस्त। हिमाल यहीँ छ। यो नयाँ हिउँ परेको हिमाल पाहाडमा सायद 2 दिन अगाडि थिएन होला।